हेलो गाइज वेलकम ब्याक। आज हामी यो सिरिजमा चाहिँ डिलिट फाइल्स भनेर दिएको छ, डिलिट भर्सेस सिफ्ट डिलिटको बारेमा सिक्नेछौँ। जेनरली चाहिँ जब हामी कम्प्युटरमा कुनै पनि फाइल्स होस् या फोल्डर होस् डिलिट गर्दाखेरि चाहिँ दुईवटा कुरा हामीलाई थाहा भयो भने चाहिँ इनफ है। त्यो दुईवटा कुराहरू चाहिँ के रहेछ भन्दाखेरि जस्तै कि म सिम्पल यो इमेज भन्ने फोल्डर छ अनि अर्को डेमो भन्ने फोल्डर छ, यो दुईवटा फोल्डर है। यो फोल्डरलाई मैले सिधै सिम्पली राइट क्लिक गरेर अनि यहाँनिर चाहिँ डिलिट भन्ने अप्सन छ नि, यो डिलिट भन्ने अप्सन नभए हजुरकोमा चाहिँ यहाँ तल डिलिट भन्ने हुन्छ है, यहाँ पनि गर्नु होला। डिलिट भन्ने यसमा सिम्पली म डिलिट क्लिक गर्दाखेरि चाहिँ यो सिम्पली डिलिट भयो, यो पर्मानेन्टली डिलिट चाहिँ भएको छैन है। सो यो अघि बाई द मिस्टेक मानु यो इमेज पनि मिस्टेकली मेरो बुताले डिलिट भयो अरे होइन। ला अब यो आउँछ कि आउँदैन भनेपछि यो सिम्पल डिलिट आउँछ है। अर्को नि म कुरा गर्छु, जस्तै कि मेरो यहाँनिर चाहिँ आवर कोर्स भनेर दिएको रहेछ है, अनि HMZ LMS भनेर दिएको रहेछ। सिम्पली म किबोर्डबाट चाहिँ विन्डोज प्लस आर गरेर म किबोर्डबाट देखाउँछु हजुरलाई। जस्तै कि म किबोर्डबाट सिम्पल सा डिलिट बटन यदि मैले यहाँनिर क्लिक गरेँ, सिम्पल सा डिलिट बटन मैले प्रेस गरेँ भने चाहिँ यो डिलिट भयो त भयो, तर यो के रिसाइक्लिङ भनेर भनिरहेको छ, रिसाइकल बिनमा गयो अरे कि। अब यसलाई हेरौँ त कसरी। एकचोटि म रिफ्रेस गर्छु अनि यहाँ रिसाइकल बिन भन्ने छ, छैन भने स्टार्टमा गएर चाहिँ RECYCLE रिसाइकल बिन भनेर RECYCLE बिन भनेर सर्च गर्न पाइन्छ हामीले। आयो क्या आएन, रहेनछ क्या आयो। यदि यहाँनिर छैन भने चाहिँ यो छैन भने चाहिँ सिम्पली हजुरले यो यसमा चाहिँ राइट क्लिक गरेर यसको प्रोपर्टीमा जानु होला। अनि प्रोपर्टीमा गइसके पछाडि चाहिँ यो कुन चाहिँ प्रोपर्टी आयो फेरि यसको, ल यसमा THEMES भनेर म सर्च गर्छु, थेम्स एन्ड रिलेटेड। यहाँनिर छ नि यो रिलेटेड सेटिङ, डेस्कटप आइकन सेटिङ हो, यसमा चाहिँ हामीले क्लिक गर्छौँ। अनि यहाँबाट चाहिँ हामीले यो रिसाइकल बिन एम्टी, रिसाइकल बिन फुल भनेर यसरी चाहिँ हामीले ल्याउन पाउँछौँ यहाँबाट। यी रिसाइकल बिन यहाँबाट चाहिँ हामीले एड गर्न नि पाउँछौँ यसरी है। यहाँबाट ल्याएर एप्लाई ओके गरेर हामीले लिएर आउन पाउँछौँ। हजुरहरूमा कति सिम्पल हुन्छ होला सायद। यदि विन्डोज 10 छ भने राइट क्लिक गर्ने, सिम्पल छ प्रोपर्टीमा जाने, अनि यहाँनिर यतापट्टि साइडमा चाहिँ होइन थेम्स भनेर हुन्छ दिएको, थेम सेटिङ भनेर दिएको हुन्छ। छैन भने चाहिँ यतापट्टि सर्च भन्ने हुन्छ, यो सर्चमा गएर पनि हामीले चाहिँ थेम सेटिङ भनेर चाहिँ खोज्नु पऱ्यो है। थेम्स एन्ड रिलेटेड सेटिङ भनेर दिएको रहेछ। अनि यसकै तल यहाँनिर चाहिँ डेस्कटप आइकन सेटिङ भनेर आउँछ। डेस्कटप आइकन सेटिङमा गएर हामीले सिम्पल छ कुन कुन कम्प्युटर चाहिएको छ कि छैन, युजर चाहिएको छ कि छैन, नेटवर्क, यिनीहरू चाहिँ सबै युज गर्नु होला नआएको खण्डमा चाहिँ है। अहिलेको लागि त म यसलाई केही पनि गर्दिनँ, सिम्पल छ क्यान्सल गरिदिन्छु। अर्को तरिका भनेपछि अर्को तरिका भन्दा पनि पहिला यो रिसाइकल बिन ओपन गरौँ। रिसाइकल बिन ओपन गरिसके पछाडि चाहिँ यसमा म राइट क्लिक गर्छु, पहिला सर्ट बाई डेट अनुसार गर्छु ल, डेट रिलेटेड। अब यहाँनिर देख्न सक्नु भइसक्यो होला हजुरले चाहिँ, यहाँ अघि हामीले यो डेमो भनेर डिलिट गरेको थियो, यसलाई म राइट क्लिक गर्छु, रिस्टोर भन्ने अप्सन छ यी, मैले रिस्टोर गरेँ। यो रिस्टोर भयो कि भएन, यहाँ डेमो भनेर आएको छ यी। फेरि पनि यो इमेजलाई म रिस्टोर गर्छु, रिस्टोर गरौँ, रिस्टोर गर्न पाएँ अरे कि हामीले यहाँनिर। मानौँ यो कुनै फाइल छ, यो भिडियो मैले डिलिट गरेको थिएँ #2 भनेर होइन, जुन अलरेडी अपलोड गरिसकेको छ होइन। यसलाई मैले राइट क्लिक गरेर यहाँबाट रिस्टोर गऱ्यो भने चाहिँ यो फेरि पनि रिस्टोर हुन्छ अरे कि। यो हिजो अस्ति डिलिट गरेको फाइल पनि हामीले चाहिन्छ भने रिस्टोर गर्न पाउनुभयो हजुरले है, रिस्टोर गर्न पाउनुहुन्छ। यदि सिम्पल सा डिलिट, यहाँनिर त्यही भनेको छ है, के भनेको छ भन्दाखेरि चाहिँ डिलिट भर्सेस सिफ्ट डिलिट है। अहिले हामी डिलिटको काम मात्र गरिरहेको छौँ, ठिक छ, डिलिटको युज मात्र गरिरहेको छौँ है। अब यहीँबाट फेरि मैले राइट क्लिक गरेर यहाँबाट फेरि मैले यहाँबाट डिलिट गरेँ भने चाहिँ यहाँबाट पर्मानेन्ट डिलिट हुन्छ अरे कि। अब यसले के सोध्यो भन्दाखेरि चाहिँ आर यु स्योर वान टु पर्मानेन्टली डिलिट दिस फाइल भनेर दिएको रहेछ। अब इफ यस गऱ्यो भने चाहिँ यो पर्मानेन्टली यहाँबाट डिलिट हुन्छ। सो यसलाई अब रिकभर गर्न पाउनुहुन्न, यो मिस्टेक यहाँबाट चाहिँ मिस्टेक हुनु भएन है। सो म अहिलेलाई नो गर्छु यसलाई। अब अर्को कुरा हामीले बुझ्नु पर्ने, एउटा अझै फोल्डर चाहिँ हामीले रिकभर गर्नुपर्ने थियो, यो चाहिँ एकदमै इम्पोर्टेन्ट थियो है, रिस्टोर भनेर। म यसमा काम गर्दैछु अहिले, HMZ LMS भनेर। यो सफ्टवेयर भन्दा पनि एउटा राम्रो वेबसाइट र एप्स बनाऊ भनेर सोचेको छु। यसलाई चाहिँ म यहीँनिर लगेर राखिदिन्छु। अनि त्यसपछि चाहिँ अब आउँछु म फेरि किबोर्ड लिएर आएँ। अब यो डेमोलाई मैले यहाँबाट डेमोलाई पनि म ओपन गर्छु। अनि डेमोलाई ओपन गरिसकेपछि यहाँनिर क्लास 1, क्लास 2, क्लास 3 भनेर यहाँनिर दिएको रहेछ है। सिम्पली म क्लिक गर्छु। अब सिफ्ट र डिलिट गरौँ है, सिफ्टलाई पहिला एक्टिभेट गर्छु अनि डिलिट किबोर्डबाट। यसले के सोध्यो हेरौँ त, सरी
सिफ्ट अनि डिलिट गर्दाखेरि चाहिँ यसले के म्यासेज दिएछ हामीले पर्मानेन्टली डिलिट गर्नुहुन्छ भनेर सोध्छ। इफ यस भने यस, होइन भने होइन। इफ यस गरौँ, यसलाई पनि म के गर्छु त सेलेक्ट अल गरेँ, सिफ्टसँग डिलिट गरेँ होइन, सबैलाई म के गर्छु त पर्मानेन्ट डिलिट गर्छु। अनि अब रिसाइकल बिन ओपन गरौँ त। अब यहाँनिर छ त अघि डिलिट गरेको, फेरि पनि म यहाँनिर जान्छु टाइम सर्ट बाई, अलरेडी डिलिटेडमा छैन त, आएको छैन है। सो हामीले चाहिँ के बुझ्नु पऱ्यो भन्दाखेरि चाहिँ सिफ्ट डिलिट गर्दाखेरि चाहिँ पर्मानेन्टली डिलिट हुन्छ, यदि नर्मल डिलिट गऱ्यो भने चाहिँ टेम्पोररी डिलिट हुन्छ। टेम्पोररी डिलिट गरेको फाइललाई चाहिँ हामीले फाइल्स होस् या फोल्डर होस् सजिलै हामीले रिसाइकल बिनबाट चाहिँ रिस्टोर गर्न मिल्छ भने पर्मानेन्टली डिलिट भएको फोल्डर होस् या फाइल्स होस् त्यसलाई चाहिँ रिकभर गर्न मिल्दैन। यति कुरा चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ डिलिट भर्सेस सिफ्ट डिलिटमा। आई होप हजुरले डिलिट गर्नको लागि पनि बुझ्नु भइसक्यो होला कसरी पर्मानेन्टली डिलिट गरिन्छ र कसरी टेम्पोरली डिलिट गरिन्छ। इफ हजुरलाई केही इन्क्वायरी भयो भने चाहिँ प्लिज मलाई चाहिँ मेसेज गर्नु होला या कमेन्ट गर्नु होला। हस् त, थ्याङ्क यू।